बच्चा आज 2 दिन भयो दूध खान नपाएर रोइरहेको छ। कृपया केही छ भने दया गर्नुहोस्। तिनीहरू को हुन्? लुगा हेर्दा त राजघरानाका जस्ता देखिन्छन्। यिनले के भेटी चढाए? हेर्दा त सुगन्धित धूप र मुर्रा जस्तो देखिन्छ। सुन र चाँदी जस्तो पनि देखिन्छ त। हामीसँग त एउटा भेडाको पाठा, दूध र कपडा मात्रै छ। महान प्रभुलाई दिने बहुमूल्य भेटी हामीसँग छैन। आमा मरियम, हामीलाई माफ गर्नुहोस्। होइन, तपाईहरूले त सबैभन्दा उत्तम भेटी आफ्ना प्रभुलाई चढाउनु भएको छ। तपाईहरूले आफ्नो लागि ल्याएको सबै कुरा बाटोमा भेटिएका मानिसहरूलाई दिएर सहायता गर्नुभयो। साथै आफ्नो प्रभुको लागि तपाईहरूसँग भएको सम्पत्तिको उत्तम भेटी छुट्याएर ल्याउनुभयो, जुन सुन र चाँदी भन्दा पनि उत्तम छ।